बच्चाहरूले सागसब्जी र तरकारीहरू खान मान्दैन भने हामीहरूले ल्याइसकेको छौँ सबै तरकारीहरूबाट बनेको रोटी। त्यसमा हामीले आफ्नो घरमा बनाएर पनि खान मिल्छ र टिफिनमा लैजान पनि मिल्छ। यसमा भिटामिन मिनरलहरू जस्ता सम्पूर्ण चिजहरू पाइन्छ। लेट्स मेक आवर हेल्दी रोटी। यसलाई मजाले धोइसकेपछि हामी ग्राइन्ड गर्छौँ। ग्राइन्ड गरेको भेजिटेबलहरूलाई हामी पिठो हालेर डो बनाउँछौँ। हाम्रो ब्याटर अब रेडी भइसक्यो। अब हामी प्यान तताएर घिउमा राखेर बनाउँछौँ। स्वादको लागि हामीले यो रोटीमा नुन पनि हालेको छौँ। ल त्यति दिनसम्म हाम्रो रोटी पनि आइसक्यो। एकदम मिठो छ। भेजिटेबल्सहरू सबै मिक्स गरेको रोटी अति मिठो। हजुरहरूको बच्चाहरूले यदि सागसब्जी खाँदैन भने यो रोटी ट्राई गराउनुहोस्। घरमै बसेर बच्चाहरूले बनाउन सक्ने रेसिपीको लागि हाम्रो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। धन्यवाद।